पहाडदेखि अतरिया पुगेको अवस्था। यो ठाउँमा चाहिँ अब गाडी देख्न सक्नुहुन्छ, पवनदूतको बाह्रसिङ्गा गाडी होइन, पुरै खतरा छ होइन। भिआइपी सोफा हेर्नुहोस् है, गाडी कस्तो दामी छ। बाह्रसिङ्गा मेट्रो, महेन्द्रनगर टु काठमाडौँ। टाइगरको फोटो हालेर यो चाहिँ अतरिया बजार बस पार्कनिर चिप्स बेचिरहेछन्, पानी बेचिरहेछन्। यहाँ गर्मी भने सिधै 50 डिग्री गर्मी छ यो क्षेत्रमा होइन। तर पनि मान्छेको बेहाल छ, तर पनि यो क्षेत्रमा चाहिँ पुरै चहल पहल, अलि धनगढी बाँकी क्षेत्रभन्दा अलि बढी नै रहेको देखेँ मैले चाहिँ। बाइक कुदिरहेछ, पानी बेचिरहेछन् यहाँ है। यहाँ देख्न सक्नुहुन्छ रविन्द्र ढाँटको फोटो। म पहिलादेखिको बस पार्क, यो अतरियाको बस पार्क म पहिलोचोटि देख्दाखेरि पनि जस्तो थियो अहिलेसम्म पनि त्यस्तै छ है यहाँको बस पार्क होइन। अनि फेरि यो परिवर्तन भन्छन् होइन, सुदूरपश्चिमको जनताहरूको लागि केही छैन, विकासको नाम मात्र विकास होइन, देश बनाउँछन् भन्नेहरू। खालि यो सुदूरपश्चिमको जनताहरूले देखेको विकास भनेको यहाँदेखि लगेर धनगढीसम्मको त्यो डबल रोड र बिचमा लाइटिङ गरेको त्यो सिस्टम मात्रै नै यहाँको विकास देखेँ है मैले। बाँकी जस्तो पहिला थियो त्यस्तै अहिलेसम्म पनि छ। विकासको नाममा भनेको यो रोड चौडा गरेछ है यहाँतिर, यति यो रोड चौडा गरेर। अनि यो पनि पहिला नै थियो है। यहाँ गार्डन देख्न सक्नुहुन्छ यहाँको। अब विकास गर्यो भन्छन् देशमा होइन, विकास चाहिँ मैले खासै देखिनँ होइन। मलाई अनुभव पनि भएन विकास भएको यहाँको। विकासको नाममा एउटै भएको छ कि यता यो यही रोड, उतातिर 4 लेन यतातिर 4 लेन, बिचमा अलि त्यो छोडेर विकास भनेको यही सडक हो है। यही सडक हेरेर चित्त बुझाउने हो हामी सुदूरपश्चिमको जनताहरूले। विकास धेरै भएको छ, यही रोड हो विकासको नामको। यही रोड हेरेर हामीले चित्त बुझाउनुपर्छ। बाँकी चाहिँ यहाँ मैले केही देखिनँ, केही पनि विकास भएको जस्तो मलाई लागेन। सब जस्ताको त्यस्तै, पहिले जस्तो थियो अहिले पनि त्यस्तै।